गुरु मेरो गर्लफ्रेन्डले त मेरो 4-5 लाख खाएर अरू केटासँग मोज गर्दै हिँडिरहेछ। ओहो यो त साह्रै नराम्रो भयो। यसको लागि त केही उपाय छैन। अब तिमीले 500 नै दिइसकेपछि म केही न केही जुक्ति चाहिँ लाउँछु। ओम नमो शिवाय सत्त सत्त सत्त। ल तिमी आँखा चिम्मा गर अनि म जे भन्छु तिमी त्यो कल्पना गर्दै जाऊ। ल अब तिमी सम्झ्यौ कि चितवनको हाकिम चोकबाट अलिक अगाडि रिजाल चोकको बाटोमा हिँड्दैछौ। त्यसपछि 2 मिनेट हिँड्दै कन्टिन्यू अगाडि बढ। ओ ठ्याक्कै त्यहाँनिर रोक्यो त। अब तिमीले यसो राइट साइडतिर हेर त, त्यहाँ तिमीले रिजाल डेकोरको बोर्ड देख्यौ होला हैन? देखे गुरु। ल त्यसो भए तिम्रो आधा काम भइसक्यो। तसत हरि ओम तसत ओम नमो शिवाय। त्यहाँ मध्येको सबैभन्दा बलियो र राम्रो मूर्ति हातमा उठाऊ। अब तिम्रो गर्लफ्रेन्डलाई त्यही रिजाल डेकोरमा बोलाऊ र त्यसको टाउकोमा त्यही मूर्तिले खुत्रुकै हुने गरी हान। अब यति गरेपछि त्यो केटी न तिम्रो हुन्छ न अरूको हुन्छ।